आउँछ के यार। हेलो 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 गाइज, सबैजनालाई स्वागत छ लाइभमा है। फेरि म लाइभमा आइदिएछु। आज फेरि हामी नन्दिहिल घुम्न आछु हैन। हामी दिनहुँ नन्दिहिल, मेरो फेभरेट ठाउँ हो नन्दिहिल हैन। छम्मा आउँदै अनि खाने भने ती छम्माका सामने खाने हो। हिजो चाहिँ कसरी त केटा हो, तिमीहरूको दाइले कसरी त एकजनी मन पराएको थियो र त्यो पनि अर्कैकै हुन थाले। साह्रै दुःख लागेको छ केटा हो हैन। अब भनौँ भने दुःख लाग्छ हैन। त्यसैले चस्मा लगाउनको खास कारण के हो भने चाहिँ आँसु खसिरहेको छ हैन। आँसु खसिरहेको छ, त्यसैले चस्मा लगायो भने चाहिँ आँसु देखिँदैन नि त हैन केटा हो। त्यसैले चस्मा लगाइदिए हो। आइहाल है लाइभमा केटा हो। सबैजना लाइभमा जोइन हुनु हैन। म तपाईँहरूलाई आज राम्रो दृश्य देखाउने छु। वेलकम टु माई लाइफ गाइज। हामी चाहिँ अलि जङ्गल एरियातिर छौँ, हेर्नु होला। म तपाईँहरूलाई एकछिन भ्यू, पछाडिको भ्यू देखाउने छु। यहाँ चुडेली त छैनन् हैन। चुडेली त्यही चुडेलीहरू त त्यही बेङ्गलोरतिर नै झरिसकेका छन् चुडेलीहरू हैन केटा हो। चुडेलीहरू बेङ्गलोरतिर नै झरिसकेका छन्, यो बुझ्नु होला हैन। सबैलाई माया छ हैन। वेलकम टु नन्दिहिल 16 भर्सेस 16। चुडेलीहरू 16 भर्सेस 16। अनि अब धेरै कुरा त म भन्दिनँ हैन। जो मुजी यहाँ ठुल्ठुलो कुरा गर्छ नि, यो एक दुईजना मुजी झाडे फाडे। यहाँ ठुलो खड्डो छ है, विचार गर है। धेरै ठुलो खड्डो। सालो यहाँ त बाटो त अलिक गडबडै छ। हेर्नु होला है, हामी कस्तो बाटो छिर्छौँ भनेपछि चुडेलीहरू पनि नआउन सक्ने जस्तो बाटोमा छिर्छौँ हामी हैन। चुरोट मुजी यहाँ ल्या, छिटो आइजा ल। यो माई गड मदर फका, हेर त उही झन्डै खाड्डामा खसेको यार। गाइज सबैजना बम बम बोले। सुजन भाइ बम बम बोले, मेरो भाइ। सबैलाई माया छ। कहाँ हावा आयो त्यहाँबाट? हावा आउनु लाग्यो हावा यहाँबाट आएको। बराबर एकैचोट धडाधड हानी गर्छ मुझे अनि भन्ने भयो हावा आयो। हेर्नु होला है गाइज, यहाँ अलि च्यालेन्ज छ हैन। यहाँ हेर्नु, यस्तो गड्डो छ नि हैन, खड्डो छ हैन। विचार गरे होला खस्ला यहाँबाट अझ तल। यहाँ खस्यो भने सिधै महासम्पर्क तल झर्नामा पुग्छ। आज हामी झर्ना पनि, तपाईँहरूलाई झर्ना पनि देखाउँछु हैन। अहिलेसम्म तपाईँहरूले नदेखेको झर्ना देखाउँछु म तपाईँहरूलाई हैन। गाइस खासमा चस्मा लगाउनुको कारण के हो थाहा छ नि? एकजनासँग लभ परेको थियो मेरो हैन। हिजो साह्रै नै मन परेको थियो हैन। साला यार डाइरेक्ट रिजेक्ट हान्दियो यार केटा हो यार। डाइरेक्ट रिजेक्ट हान्दियो यार। हेर न, अलि हरामी छु अरे के, गुन्डागिर्दी गर्छु अरे हैन। तर त्यति धेरै गुन्डागिर्दी त गरेको छैन। एक दुईजनाको मर्डर गर्न चाहिँ बाँकी नै छ। यहाँ हेर्नु होला है, म तपाईँहरूलाई पछाडिको भ्यूज देखाउने छु, टेन्सन न। यहाँ हेर्नु, यस्तो भ्यूज छ नि हैन। अलि अगाडितिर गयो भने नि एउटा वाटरफल आउँछ हैन। वाटरफल म तपाईँहरूलाई सो गर्नेछु। अनि डाउनतिर पनि त्यहाँ माथि गएर हामी बस्नेछौँ हैन। माथि अलि सबै ठाउँको भ्यूज देखिन्छ है। वेलकम टु नन्दिहिल गाइज। सबैजना पिकनिक मनाउन आउनु होला। तपाईँहरूलाई खाना पिना लाउन सब निरोज थापाको तर्फबाट फ्री हुन्छ, बुझ्नु होला। एउटा खसी पनि म तपाईँहरूको लागि खसी पनि ल्याइदिन्छु हैन। खसी चाहियो या बोका चाहियो या चिकन चाहियो या तपाईँहरूलाई फोर्क चाहियो पिग हैन। अस्तिको भिडियोको डाइलग हानौँ भन्यो है।
अस्तिको भिडियो डाइलग भन्दाखेरि नि यो चुडेलीहरूको एरिया होइन यहाँ मुजी चुडेलीहरू आयो भने नि चिसको चिस हुन्छ केटा हो। मुजी यस्ता मुजी 2-3वटा केटीहरूलाई युज गरेर भाइरल हुन खोज्ने झाँटके बालहरू मुजी निरज थापासँग आएर दादागिरी गरे। मुजी तिमीहरूको 50 जना निरज थापा 1 vs 1 सोलो vs सोलो कोही पनि आया। मुजीहरू 1-2वटा बहिनीहरू 1-2वटा नारीहरू 1-2वटा भालुहरूलाई युज गरेर भाइरल हुन खोज्ने मुजी लाज छैन शरम छैन। अनि एउटा कुरा है गाइज, म तपाईहरूलाई एउटा अलि सास फुलिरहेछ त्यसैले ब्रेकिङ न्युज सुनाउँछु तपाईहरूलाई होइन। एउटा ब्रेकिङ न्युज सुनाउँछु, यहाँ सुन्नु केटा हो। एउटा ब्रेकिङ न्युज सुनाउँछु तपाईहरूलाई। मैले एउटा कुरा सुनेको थिएँ होइन, हाम्रो जोशी सरकारको जोशी बुमबुमवाला प्लिज भन्यो। बुमबुमवाला भनेको मैले भनिसकेँ, कसैले पनि बेङ्गलोरको कसै पनि नारीहरूलाई युज गरेर भाइरल हुन खोज्छ। मैले भनिसकेँ डाइरेक्ट बुम 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 हुन्छ। फेरि विल बी गोइङ टु बुम बुम बुम, नो कम्प्रोमाइज विल बी देन नो कम्प्रोमाइज, बुझिराख्नु होला। अनि एउटा म तपाईँलाई ब्रेकिङ न्युज भन्छु होइन, कोही पनि मतलब दलित वर्गहरू दुःख नमान्नु होला है, कोही पनि दुःख नमान्नु होला, दलित वर्गहरू कोही पनि दुःख नमान्नु होला। किनभनेपछि नि मैले सबुत साथ 1-2 जनालाई समाएको छु जसले होइन नेपाली भएर बिक भएर जात चाहिँ बिक रहेछ लेखिया छ जोशी होइन। 100मा 200% मसँग सबुत छ होइन। सुन्नुहोस् है तपाईँहरू क्लियरली, फेरि को हो भन्ने कुरा तपाईँहरू आफै बुझ्नु होला। नाम चाहिँ बिक, उसको कास्ट चाहिँ बिक हो होइन, बिक हो। तर उसले चाहिँ जोशी लेखेर यहाँ दुनियाँको मान्छेलाई उल्लु बनाइरहेछ। त्यो रङ कुरा होइन, त्यो राइट कुरा हो। उसको मैले पुरै प्रुफ छ मसित। उसलाई नागरिकता सो गर भनेर देखाऊ भन होइन, नागरिकता सो गराऊ होइन। यहाँ के भइरहेछ तपाईँहरूलाई थाहा छ? जति पनि छेत्रीका छोराहरूदेखि लिएर जति पनि बामनहरू, म दलित वर्गलाई उत्पीडन वर्गलाई मैले हेला गर्न खोज्या पनि होइन, उनीहरूलाई मैले कुनै डोमिनेट गर्न खोज्या पनि होइन। तर एउटा सत्य कुरा म तपाईँहरूलाई के भन्न चाहन्छु भने चाहिँ आज सास फुलिरहेछ किनभने चाहिँ नि यहाँ पुरा हिल हो होइन, नन्दी हिल हो यो। तपाईँहरूलाई म फेरि पनि जानकारी गराउन चाहन्छु। नन्दी हिलको म बिच एरियामा छु जहाँ लेपर्डहरू आउँछन्, लेपर्डहरू टाइगरहरू यता छ होइन। म अनि ब्रेकिङ न्युज चाहिँ सुन्नु होला है। फेरि नेपालबाट चाहिँ जति पनि दलित वर्गहरू यता काम गर्न आउँछन् नि, यहाँ आधार कार्डमा के लेखिया छ तपाईँलाई थाहा छ? आधार कार्डमा म भन्छु, मैले प्रुफसहित भेटाएको छु होइन। मैले डोटीका विभिन्न ठाउँका व्यक्तिहरूलाई सोद्धाखेरि चाहिँ होइन बिकले जोशी लेखा छ। अनि कोली भन्ने जात त तपाईँलाई थाहा होला, कोली भन्ने जात भने दलित वर्गमै पर्छ। तर कसैले यस्तो नसोच्नु होला दलित वर्गलाई हेप्यो यस्तो कसैले पनि नसोच्नु होला। तर यो सत्यता कुरा हो है। म सत्यता कुरा बाहेक राइट कुरा बाहेक एउटा पनि गलत बोल्दिनँ है। अनि यहाँ सुन्नु होला कि कोली भन्ने तपाईँलाई थाहै छ। कोली भनेको जो हाम्रो त्यो घरतिर त्यो आँसी साँसी बनाउँछन् नि, हँसिया एक्स बन्चरो बनाउने होइन, विभिन्न लुगाको काम गर्नेवाला हुन्छन् नि। ओलीका चाहिँ यहाँ आएर न, यो कोलीका चाहिँ यहाँ आएर ओली लेखाउन थाले होइन। बिकहरू डोटीका बिकहरू यहाँ आएर जोशी लेखाउन थाले होइन। क्लियर कुरा हो। 100मा 99% 200% क्लियर कुरा। मैले प्रुफ छ मसित, विदाउट प्रुफ म बोल्दैन होइन। अनि अर्को कुरा, सार्कीका कार्की लेखाउन थाले जोशी हो। फेरि जोशी जो मुझे यहाँ 2-3वटा रन्डीहरूलाई घुमाएर यहाँ आफू भाइरल हुन खोजिरहेछ, थाहा छैन? दुनियाँले चिनिरहेछन्। मुझे लाज शरम नभएको त्यसलाई बामन भन्छन्? त्यसको फेस देखिया छ कि नै? यी हेर, हामी छेत्रीको छोरा हो, हेर यी अझ पनि हेर क्लियर फेस छ मुझी। हामी के मान्छे त्यहाँ
कोही छौँ त्यस्तो भन्दा कम मुजी यहाँ हेर यो ल हेर होइन जोशीका को यहाँ हेर नेपालीका जोशी नेपाली जातका बिक जातका जोशी भया कोलीका ओली भया सार्कीका कार्की भया यहाँ आएर जात बदल्ने अनि आफूलाई चाहिँ हामी पनि छेत्रीका छोरा हौँ हामी पनि बामनका छोरा हौँ प्यान के लौडे म भन्दैछु है कोही पनि हो आफ्नो जात परिवर्तन गर्नुपर्ने आवश्यकता छैन जो आफ्नो कास्ट हो जो आफ्नो बुवा आमाको जुन खुन हो जुन डिएनए हो त्यो कास्ट चाहिँ तपाईँहरू लेख्नु होला होइन उल्टा सिधा कास्ट लेखेर उल्टा सिधा कास्ट लेखेर उल्टा सिधा जातभातको कास्ट म जातभातलाई छुटाउन खोजेको होइन है फेरि मैले यो कुरा बुझ्नु होला मेरो घरमा तलतिर विक्रम लोहार भन्ने पनि एकजना मेरो भतिज पनि आछ ऊ भतिजलाई थाहा छ ऊ भतिज र म मेरो रुममा बसेर खान्छौँ मेरो रुममा बसेर सुत्छौँ ऊ भतिजलाई थाहा छ मैले कसैलाई पनि दलित वर्ग कसैलाई पनि मैले हेला गर्न खोजे होइन तर केही व्यक्तिहरू यस्ता छन् कि जो यहाँ आएर होइन मुजी सार्कीहरू यहाँ आएर जोशी लेखाया छ ल हेर्नु त ल हेर कम लाजको कुरा हो तपाईँहरू सबैले सोचिया छ उसलाई जोशी हो भनेर ऊ जोशी होइन ऊ थोपडाले जोशी देखिन्छ ल भन्नु त ऊ थोपडाले जोशी देखिन्छ दुई तीनवटा नारीहरू दुई तीनवटा नारीहरूलाई उसले युज गरेर विभिन्न किसिमको भिडियोहरू बनाएर नेपालीहरूको बेइज्जत गरेर अरे मसँग आऊ यार नन्दी हिल अन द स्पट 1 भर्सेस 1 16 भर्सेस 16 जतिजना लिएर आउने लिएर आऊ ल यो फिल्डमा मैले अस्ति पनि तपाईँहरूलाई भनेको थिएँ होइन तपाईँहरू कसलाई लिएर आउनुहुन्छ यो फिल्डमा भाग्न तपाईँहरूलाई गाह्रो होला है फेरि यति कुरा बुझ्नु होला यो फिल्डमा लिएर आउनु यहाँ हेर्नु एउटा घर छैन 4-5 किलोमिटरसम्म काहीँ पनि घर छैन यस्तो फिल्डमा आउनु जहाँ 40 किलोमिटर टाढा पुलिस स्टेसन पनि छैन त्यहाँ आएर ब्याटन फिल्ड लड्ने हो के मुजी औकात भएको मान्छेले मुजी त्यहाँ विधान सौधानिर गएर 2-3 जना भाइहरूसँग फोटो खिचाएर यसरी भिडियो गराएर यसरी सेल्फी हानेर है मुजी आफूलाई मुजी बामन सोचिया छ मुजीहरू बामन त्यस्तो हुन्छ मुजी बामनले त मन्त्र हान्ने होइन ओम नमः शिवाय ओम नमः शिवाय ओम नमः शिवाय भन्दै बिहा गर्न जाने होइन र बामनले मुजी यहाँ 2-3वटा तिरण्डीहरूको पुचटो सुँगेर उनको पूजा गरिरहेछ है कसैले पनि गलत बोल्यो भनेर नसोच्नु होला है कोही पनि मेरा साथीभाइहरू गलत नसोच्नु होला अरू केही होइन मलाई सबभन्दा रिस उठेको के हो भनेपछि नि हाम्रो पुर्खाहरू 1000 सालदेखि हाम्रो पुर्खाहरू इन्डियामा बस्दै आउनु भएको छ अनि 65,000 गोर्खा रेजिमेन्टमा हाम्रा सेनाहरू छन् 65,000 हाम्रा गोर्खा सेनाहरू छन् यहाँ इन्डियामा कत्रो इज्जत छ नेपालीहरूको अहिलेसम्म विश्वमा नझुकेको एउटा मात्र देश जो हो नेपाल हो सबैलाई थाहा भएको कुरा हो त्यो कागजमा मात्र सीमित छ के यहाँ अहिले इमुजीहरू सार्कीका कार्की भया छन् कोलीका ओली भया छन् होइन बिकका जोशी भया छन् मुजी आफ्नो जात बदलेर ठुला कोही हुँदैन यहाँ तिमीहरूको थोपडा हेर्न साथ हामी थाहा पाइहाल्छौँ कि तिमीहरूको नक्सा बताइदिन्छौँ मादरचोद हामी मुजी 2-3 जना भाइहरूलाई त्यो जोशी अब भन्यो अझ नाम तोकेर भन्यो चाहिँ दुःख मान्छन् भोलि बिहान फेरि अझ निरज थापालाई गाली गर्ने विभिन्न किसिमको मेरो बारेमा रोस्ट हान्यो यस्ता निरज थापा रोस्ट होइन फेस टु फेस टकिङ हो फेस टु फेस आऊ कहाँनिर बहस गर्न चाहन्छौ कुन इतिहासको बहस गर्न चाहन्छौ आऊ कुन लेखको शिलालेखको कुन नेपालको इतिहासको यहाँ बहस गर्न चाहन्छौ आऊ फेस टु फेस म बहस गर्न रेडी छु कुनै पनि कुराको कुनै पनि इतिहासको कुनै पनि बारेमा मैले जातभातको बारेमा कुनै पनि छुटाउन खोजेको होइन कसैले पनि गलत सुझाव नजाओस् सबैजना हामी नेपाली बराबर नै हो तर आफ्नो जात लुकाएर यहाँ आएर विभिन्न हाम्रा दिदीबहिनीहरूलाई युज गरेर आफू भाइरल हुन खोजेर होइन त्यस्ता किसिमका कीटाणुहरू र त्यस्ता किसिमका तत्त्वहरूलाई भेट्नु मात्र पर्छ मैले भने नि धनगढीको वारन्टा महेन्द्रनगर गौरीफन्टाको वारन्टा म निरज थापाले नकाट्यो भने अनि भन्नु हेरिराख अनि भन्नु वारन्टा नकाट्यो भने हेर्नु तिमी पहाडीहरू होइन अझ पहाडीहरू भनेपछि सबैलाई भनेको होइन फेरि जसले बेङ्गलोरमा विकृति विसङ्गति गरिरहेका छन् सुनारका सिंह भएछन् मामा
मामा भन्नु त मामा, ल समीर मामा भन्नु त। यहाँ सुनारका सिंह भएका छन्, त्यो जोशी सरकार भन्ने छ नि, दुःख नमान्नु होला होइन। जोशी सरकारले सहित यो भिडियो हेर्छ होला। जोशी सरकार जोशी होइन मामा, बिको हो। उसले यहाँ आइपन्न नाम चेन्ज गरिपन्न जोशी लेख्या छ। कम बदनामको कुरा हो। मैले उसको पुरै तलदेखि माथिसम्मको हिस्टोरी मैले खोजिसकेका छु। उसको पुरै बायोग्राफी मसित छ। उसलाई नागरिकता भोलि बिहान भन, उसलाई नागरिकता प्रमाणित गरेर देखाऊ भन, के छ त नागरिकतामा हेरौँ न खै। यहाँ आएर आधार कार्ड बनाएका छन् र आधार कार्डमा लेखिया छन् दुनियाँभरका भान्जे परे, ती दुनियाँभरका ती छाड्या छोडेकी ट्रेनमा सुत्ने, बसमा सुत्ने, विभिन्न किसिमका ती सड्या गलेका HIV एड्सहरूलाई साथमा ल्याएर यहाँ विभिन्न किसिमको रोग फैलाउने। अरे नेपालीका चेला हौ यार, नेपालीको इज्जत राख यार, कि मेरा जसरी बस यार। शेरका बच्चा हौ हामी भनेका, यी यसरी आऊ। अस्ति कहाँ पो एउटा कुरा अर्को पनि है मामा, कहाँ चुडेलीले मार्यो भन्ने कुरा सुन्ने थियो, तपाईँले सुन्नुभएको थियो सबैजनाले होइन। कहाँ चुडेली आयो अरे मामा, चुडेलीले चाहिँ एक सेक्रेटरीलाई उठायो अरे। ओ बुवा मरे, गरिब मान्छेले चुडेलीले मात्र हेर्ने रहेछ। त्यो घरको त्यत्रो बिल्डिङमा बसेका मान्छे, ती धनी धनी मान्छेलाई चुडेलीले समाएन, एउटा गरिब मान्छेलाई चुडेलीले समाइदियो। यहाँ हेर्नु त, म कस्तो बीच जङ्गलमा बसेको छु, कहाँ छन् त चुडेली? ल हेर्नु, यहाँ कुनै पनि 5-6 किलोमिटरसम्म कुनै पनि एउटा पनि घर देखिँदैन। ल भन्नु, यस्ता विभिन्न किसिमका अशब्द प्रयोग गरेर TRP को लागि यी न्युजवालाहरू, पवन सर, कालीकोटको पवन सर, जस्ट माइन्ड योर ल्याङ्ग्वेज। म अझ पनि तपाईँलाई भन्दैछु, जो पनि यहाँ न्युज, कालीकोट न्युज हो या कुनै पनि न्युज हो, सही न्युज हाल्ने काम गर्नुहोस्। यो विभिन्न खालको यो 1600 शताब्दीको न्युजहरू हाल्ने काम नगर्नुहोस्। यहाँ अहिलेसम्म कुनै पनि वैज्ञानिकले भूत प्रेत छन्, भगवान छन् भनेर प्रमाणित गर्न सकेका छैन। लाइक स्टिफन हकिन्स, ग्यालिलियो, भोल्टा, ज्याक न्युटन, जति पनि सर्वश्रेष्ठ वैज्ञानिकहरू जति पनि छन्, कसैले पनि अहिलेसम्म भूत छन्, प्रेत छन्, अनि कुनै पनि अदृश्य शक्ति छ भनेर अहिलेसम्म कहीँ पनि प्रमाणित हुन सकेका छैन। मुजी जाटाहरू यहाँ आएर मुजीहरू दियो, यो मुजी के नन्दी, मैले अझ पनि तपाईँलाई दोहोऱ्याएर भन्न चाहन्छु होइन। स्टिफन हकिन्स, ग्यालिलियो, अल्बर्ट आइन्स्टाइन, ज्याक न्युटन होइन, जस्ता ठुला वैज्ञानिकहरूले जति पनि पुस्तक लेखेका छन्, ती पुस्तकहरू पढ सालौ, गवारौ। अनि साला न्युजमा आऊ रे, अनि पत्रकार बन सालौ। ABCD आउँदैन, मुजी ठुला कुरा गरे हुन्छन् मुजी। अनि विभिन्न किसिमका ती फोटो हालिपन्न, चुडेलीले समायो, चुडेलीले मार्यो, यो चुडेली आयो, तम्री माखी आँख मारु, तम्री माखी पैदा मारु, बहन के लौडे। हुन त मेरो घर पनि मामा, हुन त मेरो घरतिर पनि हेरिरह होला होइन, मेरो मम्मी, मेरा परिवार पनि हेरिरह होला होइन। तर म 100मा राइट बोल्छु मामा होइन। मलाई कसैको डर छैन, किनकि म 100मा 99% राइट कुरा बोल्ने हो, कुरा थपेर बोल्ने मेरो इच्छा पनि छैन होइन। तर धेरै जस्ता व्यक्तिहरूले आफ्नो जात परिवर्तन गरेर, नेपालदेखि यहाँ आएर आधार कार्डमा आफ्नो जात परिवर्तन गरेर, विभिन्न किसिमका आफ्नो जात राखेर होइन, कोही सिंह भएका छन् यहाँ त। ओ माई गड मदरफकर, सिंह भएका छन् यहाँ, ठकुरी द हेर। अस्तिको यहाँ एक अपार्टमेन्ट नि रहेछ सुनार। मैले भने परिचय गर्न खोजेको, एकैछिन उदाहरण है तपाईँहरूलाई। म पछि परिचय गर्न गएको, हजुर कहाँ हो घर तपाईँको, यसो भने। अब फेस हेर्दाखेरि चाहिँ उसका चेली चाहिँ चप्पल पनि लगाएको छैन, न जुत्ता लगाएको छ, रोडमा त्यसै दौड्या छन् होइन। अब मैले भने हजुर कहाँ हो तपाईँको घर भनेर, मेरो घर बजाङ हो भन्यो। अरे बजाङ कहाँ हो? पिङीको सिङ हुँ भन्यो, सिङ हो अरे होइन। सिङ भन्दाखेरि मैले पछि अर्को ठाउँतिर गएर मैले सोध्दाखेरि त ऊ त को निक्ल्यो थाहा छ? बिक निस्क्यो। त्यसपछि आएर बुम कि बुम अक्षयनगरमा सोधे पनि हुन्छ कसैलाई यो घटना यस्तो दियाउने, बुम कि बुम दियाऊ मैले त्यसलाई होइन। साला एक अर्को थियो त्यही अक्षयनगरमा, मेरो जात लेखिया छ थापा, रमेश थापा अरे आधार कार्डमा, तम्रिजा ठासला अरे है मादर चोदौ। निरज थापाको नाम थापा सरकारको नाम यहाँ बदनाम गर्ने मुजी, थापा सरकारको नाम बदनाम गर्ने। आफ्नो थर लेख न यार, आफ्नो थर लेख, आफ्नो नाम लेख। मादरचोद, कोही मादरचोद यहाँ हाउडे भएका छन्, कोही मादरचोद यहाँ टाउके भएका छन्। अभिलेख खड्का मुजी
अभिलेख खड्का टाउके महेन्द्रनगरको मेरो साथी हो होइन। उसलाई त म केही भन्न चाहँदैन टाउकेलाई होइन। महादरचोद कोही हाउडे हुन्छ, कोही हुन्छ। महादरचोद हामी कसैलाई चिन्दैन मुजी, यति कुरा ध्यान राख्नु मुजी। महादरचोद खोलामा मैले भने घाँटी खोलामा अझ दादागिरी गर्नुपर्ने अवस्था नआओस्। अझ पनि म भन्दैछु, म न कसै टाउकेलाई चिन्छु, टाउके मेरो साथी हो, टाउकेलाई चिन्छु यार होइन। गलत नगर, गलत नसोच है। टाउके मेरो साथी हो, म चिन्छु होइन। तर ती हाउडे साउडे महादरचोद ये बुममा गया मुजीहरू, यति कुरा बुझ्या। अनि यो जात परिवर्तन गर्ने काम चाहिँ कसैले नगरे हुन्छ। हेलो मेरो दाई भनिएको छ कपेन्द्र थापा। हेर्नु है, सबैको रिप्लाई त सायद म दिन सक्दैन होला है। त्यही पनि केही रिप्लाईहरू म तपाईँहरूको दिन्छु है। कोही पनि दुःख नमान्नु होला, किन भनेपछि नि म 100मा 99% कुरा सही भन्छु है। अनि एउटा कुरा म तपाईँहरूलाई के भन्न चाहन्छु भनेपछि, बिस्तारै बोल्छु, एकछिन मेरो मुख पनि सुकिसक्यो होइन। के भन्न चाहन्छु भनेपछि नि एउटा कुरा ध्यान दिएर सुन्नु होला होइन। यो बेङ्गलोरका पत्रकारहरूले विभिन्न किसिमका जो न्युजहरू बनाइरहेछन् त्यो न्युजहरू सबका सब गलत छन्। कुनै सोध्ने मान्छेलाई कसैलाई पनि सोध्ने एउटा तरिका हुन्छ। न्युज पत्रकारहरूले कुन किसिमको क्वेसन सोध्ने होइन, अरूलाई आँच आउने नखालको, अरूलाई पिञ्च नपर्ने खालको क्वेसनहरू सोध्ने, त्यो किसिमको यिनले समाचार बनाउनु पर्ने होइन, त्यो किसिमको न्युजहरू बनाउनु पर्ने होइन। जहाँ विकृति विसङ्गति भइरहेछ त्यहाँ त जाँदैनन् महादरचोदहरू। आफै गएका हुन्छन् त्यहाँ, फर्स्ट तिनीहरूसँगै मिलेर आफू पनि बुममा लागेका हुन्छन् यी पत्रकार न्युजवाला। अझ पवन साई बुढोले सोच्ला कि मलाई भन्या होला, सोच्या होला। तर तिम्रै साथमा हिँड्ने केही साथीहरू होइन, तिनी क्यारेक्टरलेस जो यी लेडिजहरू छन् बेङ्गलोरमा, रिता सिंह लगायतका, रिता सिंह, सपना अनि एक दुईजना के भन्ने नामका छन्। यी 2-3 जना आचार्य के छन्। यी मुजी बामनकी चेली हुन् कि के चेली हुन् दाइ, बामनकी छोरी भए त ओ हरिओम भनिबन पूजा गर्थे होइन। यिनको त महादरचोद जातभात केही छैन। यिनीहरू सबै यी पहाडदेखि आएर ट्र्याक्टर नदेख्या मान्छे यहाँ आएर ट्र्याक्टर मोटरसाइकल देख्यो रे, ओ बाबा यस्तरी कुदेका छन् कि छाड। ल भन, मलाई लास्टै रिस उठ्या छ होइन। अनि अर्को कुरा, यो विधानसौधामा हिजो अस्ति पनि पिटाइ खाए त याद त होला नि, कसले गाँडमा लट्ठी खाएको थियो याद होला नि सबलाई होइन। त्यो भिडियो पनि भाइरल भएको छ होइन। पवन कि माँ कि चुत भन्यो। विच पवन ओ पवन, यस। हाम्रो उपेन्द्र भाइले भनेको छ, ठिक छ। अन्तिम सरकार भाइ, मेरो अन्तिम सरकार भाइ, सबैलाई माया छ। जति पनि मेरा भाइहरू छन् अनि मेरो दोस्त सुरज चन्द ठकुरी, एकैछिन सबैको नाम लिन्छु है। मैले माथि धेरैले लेख्नु भएको छ, सबैलाई म एकचोटि सम्झिन्छु फेरि। आर्या साउद हजुर नमस्ते है। सुजन साउद नमस्ते सबैजनालाई। अनि रमेश धामीलाई पनि अलि नमस्ते नै छ है। उमेश सरकार मेरो भाइ, उसलाई पनि नमस्ते छ मेरो भाइ है। हुन त तिमीहरूले मुजी दाइलाई दर्शन गर्ने हो होइन, मुजीहरू दर्शन गर्ने हो। तिमीहरूलाई मुजी त्यो आफूभन्दा ठुलोलाई तपाईँ भन्न आउँदैन। मुजी पढ्या लेख्या भन्छौ, आफू 12 क्लास पढेका भन्छौ, पिएचडी पढे जस्ता कुरा गर्छौ होइन। दाइलाई त दर्शन गर्ने हो मुजी, कुरा बुझ न केटा हो। दाइलाई दर्शन गर्ने हो, दर्शन। मुजी झाँता माता डन बन्न खोज्छन् महादरचोदहरू। को रे त्यो डन महादरचोद, बोला रे। को रे त्यो विजय साउद महादरचोदलाई पनि बोलाऊ। अब महेशजङ छेत्री त मेरो भाइ हो होइन, महेशजङ छेत्री मेरो भाइ हो होइन। हामीसँगै बसेको मेरो भाइ हो महेशजङ छेत्री भाइ, मेरो भाइ हो होइन। शिवु मेरो दोस्त हो होइन। तिनीहरूले त दादागिरी यहाँ हामीसँग हुँदैन नि त, हामीसँग दादागिरी चल्दैन नि त मुजी। तिनीहरू भनेको चाहिँ अलि हुल बनाएर हिँड्नेवाला हो, हामी भनेको चाहिँ सार्प सुटर हो। यो कुरा चाहिँ हेक्का रहोस् होइन। त्यो मुजी दुई तीन जना पछाडि मुजी सियालहरू लिएर निरज थापालाई एक किसिमको टर्चर दिउँला, एक किसिमको ह्युमेन टर्चर दिउँला भनेर नसोचे हुन्छ कसैले पनि। तिमीहरूको म त एउटा कुरा क्लियरली कुरा के भन्नु भनेपछि, महेशजङ छेत्री मेरो भाइ जो छ, तिमीहरूको लागि बोस हुन सक्छ, मेरो लागि नानो भाइ हो। बुझ्यो कुरा? नानो भाइ हो, मेरो सानो भाइ हो, मेरो भाइ हो ऊ होइन। उसले मैले भनेको कुरा ऊ सबै मान्छ पनि होइन। ऊ मेरो भाइ हो। अनि
हाम्रो शिबु दोस्त पनि 2-3 दिन भइसक्यो ऊ पनि जेलमा गएछन् हैन। एउटा दुःखद घटना पनि छ। कसैलाई त उसका दुश्मनहरू जति पनि छन् हैन सबै खुसी होलान् सायद, आई थिंक हैन, खुसी होलान्। मामाले के भन्नुभएको छ, सिंह साई धेरै देखिया छु मैले नि। मामा सबैजना भने, सबैजना पहाडबाट जति पनि आउनु भएको छ, जति पनि आउनु भएको छ, दलित वर्गका जति पनि आउनु भएको छ, सबैले आफ्नो यहाँ आधार कार्डमा के लेखिया छ कि नेपालीका नेपाल भया छन्, कोलीका ओली भया छन्, सार्कीका कार्की भया छन्, नेपालीका नेपाली त्यो बिकका जोशी भया छन्। त्यो एकैचोटि तपाईहरू ल मैले भने नि जोशी सरकारलाई म यहाँबाट च्यालेन्ज दिन चाहन्छु। जोशी सरकार हैन, आफू एकचोटि नागरिकता तिम्रो यहाँ नागरिकता तिमी एकचोटि आफ्नो यहाँ सार्वजनिक गरेर देखाउ त खै। जसरी रवि लामेछाने सरले जसरी आफ्नो सार्वजनिक गर्यो त्यसरी तिमी पनि एकचोटि नागरिकता सार्वजनिक गरेर देखाउ त खै। तिम्रो फेस हेर्दाखेरि तिमी त डुम भन्दा पनि तलतिर बादी भाँड जस्तो देखिन्छौ। किन भनेपछि थाहा छ, तिम्रो त्यो क्यारिकल्चर र तिम्रो त्यो क्यारेक्टरले गर्दा। बुझ्यो? 2-3 वटा बहिनीहरूलाई लिएर जंगलमा लगेर विभिन्न किसिमको हरकत गरेर विभिन्न किसिमको मानवता नै जंगलीको जस्तो व्यवहार। उही जमाना 3000 साल पहिले हाम्रो जंगलमा कुन किसिमको व्यवहार हुन्थ्यो थाहा छ नि? नाङ्गै हिँड्ने खालको व्यवहार हुन्थ्यो त्यति बेला के, जति बेला पुरानो जमानाको कुरा गर्दैछु। त्यस्तै व्यवहार अहिले जोशी सरकारले गरिरहेछ। लाज शरम छैन? बामनको छोरा भएपछि अलि इज्जतमा बस न। ओम नमः शिवाय, जय गणेश, गणपति पापा, बोरिया, विभिन्न किसिमका त्यसा गाना गाउ पो न। ती सपनाका पुछट्टामा गइ पन्न बोरिया बोरिया भनेका छन्। दुनियाँभरका 10 वटा 15 वटा कन्डम युज गरेका छन्। उसलाई बिहोस बनाएका छन्। कसैले लाज शरम नमान्नु होला है। फेरि मैले केही गलत कुरा बोलेको छैन। गलत कुरा केलाई भन्छन् थाहा छ? अरूको चेलीको एउटा कुरा तपाईहरू ध्यान दिएर सुन्नु होला हैन। एउटा कुरा तपाईहरू ध्यान दिएर सुन्नु होला हैन। गलत केलाई भन्छन् तपाईलाई म भन्दिउँ। के रे दाइ, हामी कहिले भेट्ने भन्नु? रियल थक हो दाइ हामी। या रियल थक हो भाइ, रियल थक हो। यहाँ सुन, एउटा कुरा तपाईहरुलाई के भन्न चाहन्छु भनेपछि नि लाज शरम कहाँ हुन्छ थाहा छ? लाज शरम भन्ने 3 कुरामा लाज शरम हुन्छ। यहाँ कुरा बुझ्नु होला। एउटा पेटीकोट याम्बुस भइहाल्यो, एउटा आर्थिक याम्बुस भइहाल्यो, एउटा जुवा तास या कुनै पनि नशामा फस्या छ भनेपछि अनि के हुन्छ? अनि बिग्रिन्छ मान्छे, अनि उसको बदनाम हुन्छ। विजय साउद भाइले के भन्छ फेरि? मलाई गाली गर्ने को हो के? ए विजय भाइ, गाली अलि साइलेन्ट। आज अलि साइलेन्ट। तिमीलाई कसैले गाली गरेका छैन। तिमी मेरो भाइ हो। कसैले गाली गरेका छैन। तिमी मेरो लाइभमा आया छौ। लाइभ हेर, जस्ट साइलेन्ट बस हैन। तिमीलाई अगर तिम्रो नाममा कसैले पनि केही गाली साली गरेका छ भनेपछि अलग कुरा गयो हैन। कोही पनि हो, कोही पनि हो, आई डोन्ट केयर, जो पनि हो हैन। यो कुरा बुझिराख। अनि यहाँ यो विभिन्न किसिमका यहाँ नामहरू लिएर अनि यहाँ ठुल्ठुला कुरा गर्ने र ठुल्ठुला यहाँ नाटकहरू गर्ने कसैले काम गर्छ भने चाहिँ आफै बुझ्या। कोही पनि हो, हामी आई डोन्ट केयर। मुजी पढ्या छन् 2 क्लास पढ्या छन् हैन। पढ्या छन् 2 क्लास, नाटक गरेका छन् ठुला यहाँ हैन। मुझे एबीसीडी भन्ने कुरा थाहा छैन। कुरा गरेका छन् ठुल्ठुला यहाँ हैन। अनि यहाँ मुझे 2-3 जना भाइहरू फुच्चे भाइहरूलाई हानेर 2-3 जना फुच्चे भाइहरूको त्यो मोबाइल लुटेर 2-3 जना भाइहरूको मोबाइल लुटेर 2-3 जना भाइहरूलाई त्यहाँ हानेर 2-3 जना भाइहरूलाई पिटेर ती दादागिरी नबन केटा हो। त्यसलाई दादागिरी भन्दैनन्। त्यसलाई दादागिरी पनि भन्दैनन्, त्यसलाई डन पनि भन्दैनन्। विजय भाइ हेर्दै गर, आई डोन्ट केयर, हेर्दै गर। विजय साउद भाइ हेर्दै गर। तिमीले मलाई राम्रोसँग चिन्या पनि छैन हैन। हेर्दै गर, आई डोन्ट केयर हैन। तिमी हेरै गर, लाइभ हेर, सबैजना मेरो लाइभ हेर। आई डोन्ट, मैले के भन्न खोजिरहेको छु खासमा भन्दाखेरि नि, जो पनि पहाडदेखि आउनुभएका, तराईदेखि आउनुभएका जतिले पनि आधार कार्डमा आफ्नो जात परिवर्तन गरेर हैन, जात परिवर्तन गरेर कोलीका ओली भया छन् हैन, ओलीका अनि यहाँ सार्कीका जोशी भया छन्, सिंह भया छन्, ठकुरी भया छन्, आफ्नो जात बदलेर। यो बन्द गर यार। आफ्नो बुवाले जन्म दिइसकेपछि आफ्नो जात भात लेख्न के को डर बनायो? ल भन त।
के लेखिरहेछस् भाइ त? ल आइज नन्दिल आइज भाइ, ए नन्दिल छु आइज। त्यो ओपन चाइलेन्ज दिल्ला होस्। ल आइज नन्दिल आइज भाइ, आइज। तँलाई गाली गरे होइन? विजय साउथ तँ विजय साउथ, ए तँलाई तँ मात्र विजय साउथ छैनस् भाइ, झलारीको विजय साउथलाई भनिरह म। त किन उफ्रिरहेछस् रे भाइ? तँ मात्र हो विजय साउथ, झलारीको विजय साउथलाई भन्दैछु म। नेक्टिभेटी कुराहरू गर्छस् भाइ फेरि? तँ मात्र छस् विजय साउथ। को होस् रे तँ विजय साउथ? झलारीको विजय साउथलाई भन्दैछु म। कुरा बुझेर बोल। उमेश सरकार भाइ, झलारीमा विजय साउथ छ कि नै भन् त? कुरा बुझिया छैन, उल्टा पाइ जे पाइ त्यही बोल्या हुन्छन्, आफूलाई मुजी बोस ठान्या हुन्छन्। ए मुजी झलारी छ रे विजय साउथ, तँ के सबैलाई चिन्छस् रे? सबैलाई चिन्छस् त? टोटी फुलेलीमा छ झलारी, टोटी फुलेलीमा विजय साउथ छ। म विजय साउथ भाइ म भन्ला छु। सुन है, जति तेरा हुन्न त्यति मेरा भाइहरू पनि छन्। हेर त्यहाँ मुजी यति कुरा। नेपाल तेरो मैले नि तँ टिकापुर भन्। टिकापुर म अहिले आउँछु। ल बता, टिकापुर कहाँ आउनु पर्ने? ल बता रे, ल बता। नवीन, ए मैले भने नि यहाँबाट एक फोन गर्नुपर्छ नवीन रावललाई। नवीन रावल मेरो साथी हो। नवीन रावल चिन्छस् नि बाबु? अहिले जेलमा छ, चिन्छस् नि बाबु? चिन्लास् राम्रोसँग। मैले भनिसकेँ साइलेन्ट बस। त मात्र यहाँ सुन, त मात्र होइन विजय साउथ। जस्ट लिभ आउट माई लाइफ। आई अलरेडी टोल्ड यु, जस्ट लिभ आउट माई लाइफ। मुजी तिमीहरू मुझे 0% पढेका वाला, इंग्लिश राम्रोसँग बुझ। जस्ट लिभ आउट माई लाइफ, डोन्ट टक एनिथिङ इन माई लाइफ, जस्ट लिभ आउट माई लाइफ। मुजी 2 क्लास पढेका छन्, मादा छ ठुल्ठुलो कुरा गरे हुन्छन्। जस्ट लिभ आउट माई लाइफ, आई अलरेडी टोल्ड यु, जस्ट लिभ आउट माई लाइफ। मुजी कुरा बुझ। मुजी साला यी 0 पढ्या हुन्छन्, मुजी ठुल्ठुलो कुरा गरे हुन्छन्। मुजी पढ लेख, राम्रोसँग पढ लेख मुजी। अनि आइज मुजी ब्याटन फिल्डमा पढ लेख। अलि पढाइ गर रे बाबु। मुजी 9मा पढेर फेल भएर मुजी यहाँ ठुल्ठुलो नाटक गर्छस्। आई अलरेडी टोल्ड यु म्यान, जस्ट लिभ आउट माई लाइफ, जस्ट लिभ आउट माई लाइफ। मदर फकर, जस्ट लिभ आउट माई लाइफ। मुजी तिमीहरूले मलाई मेरो लाइफमा आऊ भनेर मैले तिमीहरूलाई के स्वागत गरेका छु र? तिमीहरूको लाइफमा म कहिले आएको छु? देखा परेको छु? विजय साउथ अरे म आफू विजय साउथ सोच्या छ। मुजी मैले भनिसके, जस्ट लिभ आउट माई लाइफ। तँ जो पनि होलाई, आई डोन्ट केयर। तँ विजय साउथ, तँ मात्र विजय साउथ छैन। मुजी नेपालमा 100 जना विजय साउथ छन्। मुजी पहाडबाट झड्या हुन्छन्। मुजी ट्र्याक्टर देखेका, न ट्र्याक्टर नदेखेका, जेसीबी नदेखेका, कार नदेखेकाहरू ठुल्ठुलो कुरा गरे हुन्छन्। ए भाइहरू, मामा समीर मामा यहाँ हेर, समीर मामा यहाँ हेर, यो भाइहरूको भनाइ हेर। ल विजय साउथ भाइ यहाँ सुन, तिमीलाई म माया गर्छु होइन, तिमी पनि मेरो भाइ हो होइन भाइ। यहाँ कुरा सुन, तिमीलाई मैले भन्या पनि छैन दाइ नेपाल कुन ठाउँ भेट्ने हो भन। मेरो केटाहरूलाई भन्छु किन गाली गरे हो दाइलाई। मुजी नै खगेन्द्र थापा भाइ, तिमीहरू यहाँ सुन है, तिमीहरू मेरो यो लाइभमा आएर गाली साली नगर है केटा हो। मैले भनिसकेँ। ए विजय भाइ अझ पनि सम्झाइरहेको छु होइन, मेरोमा आएर गाली साली नगर। जस्ट लिभ आउट माई लाइफ, आई अलरेडी टोल्ड यु मेनी टाइम, आई अलरेडी टोल्ड यु, जस्ट लिभ आउट माई लाइफ। इङ्ग्लिस बुझ्दैन भनेपछि मैले के भन्दैछु थाहा छ तिमीलाई? इङ्ग्लिस बुझ्दैन भनेपछि म के भन्दैछु तिमीलाई थाहा छ? ल भन त के भने मैले? मुजी एबिसिडी पढ्न आउँदैन, मुजी ठुल्ठुलो कुरा फर्स्ट पढाइ लेखाइ गर, अनि आएर यहाँ ठुल्ठुलो कुरा गर, अनि हामीसँग मुजी लेभल दाँच, अनि त्यसलाई लेभल भन्छन्। कुरा बुझ्यौ? मुजी को डन हो अरे? अब डन कसलाई बनाउने बेङ्गलोरमा? महेशजङ छेत्रीलाई बनाउने हो डन। अब हाम्रो छ त महेशजङ छेत्री, मेरो भाइ हो मुजी। हेर साँझ भिडियो आउँछ, महेशजङ छेत्री र मेरो भिडियो आउँछ। हेर मुजी
कसलाई गाली गरेर आयो अझ यो फेरि यो विजय साउथ ए भाइ विजय भाइ मेरो लाइभमा जे पाए त्यही नबोल मेरो घरको परिवार मान्छे हेरिरहेछन् म अझ पनि भन्दैछु मेरो पुरै गाउँको मान्छे हेरिरहेछन् जे पाए त्यही नबोल जस्ट लिभ आउट माई लाइफ मेरो लाइफदेखि तँ जा बरु होइन आई डोन्ट केयर तेरो लाइफमा हामी कहिले आउँदा पनि आउँदैन तँ पनि मेरो भाइ है जस्तै महेश हो त्यस्तै तँ पनि भाइ है भाइ मान्छु तँलाई मैले केही भने पनि छैन होइन अगर तँलाई त्यस्तो कुनै पनि तँलाई त्यस्तो लडाइँ गर्ने रहर नै छ भनेपछि होइन लडाइँ गर्ने रहर छ भनेपछि अत्तरिया आइजा होइन अत्तरिया आउने होस् कि कहाँ हुने होस् आइजा भाइ होइन त्यही पनि म तँसँग तँ बच्चा भाइसँग मैले लड्नुपर्ने आवश्यकता पनि छैन त्यसैले चाहिँ जस्ट लिभ गरिदे तँ जा भाइ हाम्रो आफ्नो कुरा चल्न दे म कहाँको टपिक चेन्ज गरेर कहाँ कुरा गर्दैछु यार तिमीहरू कहाँ झगडा गरिरहेछौ यार मेरो लाइफमा आएर अस्ति त्यत्रो मार खाएर यार भाइ यार तेरो भिडियो यहाँ हामीसँग छ हालिदिउँ भोलि भिडियो तेरो खालि वाइट किन कुरा गर्छस् ले भाइ छोड्दे तेरो बारेमा केही भनेको छु भने भन्न तेरो बारेमा जति तेरा केटाहरू त्यहाँ भुक्छन् नि त्यही भन्दा केटाहरू मेरा पनि छन् त्यहाँ हेर मेरा भाइहरू पनि छन् यहीँ हेर्दै कति भाइहरू तुलाई गाली दिन लाग्छन् देखिरहेछस् कि नै ती पनि मेरा भाइहरू हुन् कुरा बुझ छोड्दे तँ छोड्दे मैले भने जस्ट लिभ आउट माई लाइफ मैले अझ पनि भनिरहेको छु तँ जा हन्दे अगर तँसँग र मेरो तँसँग आज फर्स्ट टाइम तेरो र मेरो भेट भयो राम्रोसँग हेर थोपडा थाहा पायो कि नै राम्रोसँग थोपडा हेर अझ हेर्दै भने चाहिँ क्लियरली ठाउँमा जान्छु ल जस्ट फोकस विथ मी ल भयो क्लियर देखिएछ होला नि होइन ए रे तँ भन रे जा तँ महेशलाई भन रे निरज थापा को जा रे सोध रे तँ सोध्न जा निरज थापा को हो सोध जा महेशलाई ल महेशलाई सोध महेश भाइलाई सोध निरज थापा को हो भनेर जा तँ सोध न मलाई म सोध्दै तेरो बारेमा म सोधु मलाई किन खालि मलाई कमेडी गरिरहेछस् भाइ अन्धे अब जन बोल विजय साउथ भाइ अब जन बोल म अझ भन्ला छु खाइ नपाई चपेटामा जन पढ तैँले बोल्नुपर्ने आवश्यकता छैन ब्याक टु ब्याक तँ गइहाल मेरो लाइफमा आउने आवश्यकता पनि छैन तँलाई मैले होइन तँलाई मैले यहाँ इन्भाइट गरेर तँलाई बोलाएको पनि होइन मैले भने लेभल मिल्नेसँग म इन्भाइट अझ भने आई अलरेडी टोल्ड यु मेनी टाइम आई अलरेडी टोल्ड यु जस्ट लिभ आउट माई लाइफ कतिचोटि भनिरहेको छु यो सबुत पनि हो कुरा बुझ तिमी मेरो लाइफदेखि गइहाल गणेश दाई दर्शन है दाई हेर है यो तलको हेर है विजय साउथ भन्ने हेर है यो जिरे भाइ हेर है यो तलको यो गणेश यो विजय साउथ भन्ने हेर यो विनोद दैरी दोस्त के छ त्यो यो जोइन गरेर यहाँ माथि त हेर त्यो विजय साउथ हेर नि धम्की हेर नि त्यो झाटको है महेश जा रे महेशको सोध रे तेरा महेश जङ छेत्रीलाई सोध रे निरज थापा को हो सोध रे जा रे सोध जा महेश जङ छेत्रीलाई सोध निरज थापा को हो भनेर मेरो भाइ हो मुजी तँ मेरो लाइफमा आयो भने किन भुक्दै लाग्यो तँलाई मैले मेरो लाइफमा के इन्भाइट गरेको छु मुजी भाइ तँलाई के मुजी मैले यहाँ लेटर पठाएको थिएँ मेरो लाइफमा आइज त भनेर मेनी टाइम आई अलरेडी टोल्ड यु मेनी टाइम जस्ट लिभ आउट माई लाइफ तँ गइहाल मेरो लाइफदेखि मुजी तँसँग केही भएको त ल ठिकै छ है तेरो बारेमा मैले केही कुरा भनेको भयो त राजा यार विनोद ऐरी राजा हेर न त्यो भाइ यार मैले त्यसको बारेमा केही बोलेकै थिएन होइन त हेर त के लेखिरहेको छ यो भाइ मेरो घरको परिवार मान्छे हेरिरहेछन् जे पाइ त्यही नलेखे म अरू कुराले आएको आज उपेन्द्र भाइ अस्ति पनि तिमीसँग कुरा भयो याद छ नि होइन म भन्दैछु अझ पनि यो मेरो पर्सनल लाइफ हो मेरो म आफ्नो आज केही कुरा राखुला भनेर हेर बीच जङ्गलमा आछु होइन आज म आफ्नो पर्सनल लाइफ बनाउला भन्ने हिसाबले आएको हो यो विजय भाइसँग म झगडा गरौँला विजय भाइसँग म लडाइँ गरौँला भनेर आएको पनि होइन आज फर्स्टचोटि विजयसँग मेरो भेट पनि आज फर्स्टचोटि यसैमा भया हो होइन त्यसैले म के भन्छु भनेपछि नि विजय भाइ अगर तिमीलाई त्यति नै फेस टु फेस भेट्ने मन छ भनेपछि तिमी मलाई आऊ बेङ्गलोर आऊ लोकेसन पठाऊ होइन अनि
त्यहीँ महेशजङ छेत्रीको उहाँ जाउँ, तिमी पनि महेशजङ छेत्रीको उहाँ आऊ, म पनि त्यहाँ आउँछु महेश छेत्रीको उहाँ भेटौँ। ल आउने हो ल भन। गाली नगर के बाबु, गाली गरेर कुनै फाइदा छैन, किनकि घर परिवार हेरेर हुन्छन्। खै तिमीहरूको त इज्जत छ कि छैन मलाई थाहा छैन, आई डोन्ट नो, बट मेरो घरको रेपुटेसन छ, मेरो घरको इमेज छ, यो कुरा बुझ। छाडा नबोल के उमेश भाइ, हेर्न कति छाडा बोलिरहेछन् यिनीहरू, देखिस् नि भाइ, यिनीहरूको घरको इज्जत छैन होला, तिमीहरूको बुवा आमाले संस्कार नसिकाया होला, त्यो अलग कुरा गयो। मामा दर्शन भनेको छ, भानिज दर्शन 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 भानिज। यी मुजीहरू ठुल्ठुला यहाँका डन पल्ट्या छन्, मुजीहरू झाँटहरू। मुजी यहाँ बेङ्गलोरमा नाटक गर्ने कोही मुजी पनि झाँटके बाल, कोही पनि मुजी हो, यति कुरा बुझिराख्या। यहाँ ठुल्ठुला कुरा गर्ने अनि मुजी ठुल्ठुला नाटक गर्ने यहाँ कोही पनि आउँछ भनेपछि कुरा बुझिराख्या। मुजी तलदेखि माथिसम्म चिरेर मुजी यहीँ जङ्गलमा यहीँ जङ्गलको यो मुजी यो कुवामा फालिदिने हो फेरि म, यति कुरा बुझ्नु होला। दर्शन भानिज दर्शन। विनोद हैरी राजाले जोइन भनेको छ, रोक्नु है राजा, म जोइन गर्छु। यी मुजी धनगढीका डन अरे, विनोद हैरी राजा, विनोद हैरी राजा धनगढीका डन भन्यो, यी हेर कैलालीका डन भन्यो। तौले भने 25 केजीका छन्, तौले भने हतियार चलाउन छोडे पर भोलि नै खानापिना भयो। खानापिना छाडा यार, खानापिना त यहीँ खिलाउनु लाछन् यार, हेर त हेर, यहीँ गाली खाइ नपाइ, घर परिवार हेरिरहेको हुन्छन् होइन, नाटक ठुल्ठुला गरिरहेको हुन्छन् यार। विजय साउद भन्नेले त्यो फ्रेन्ड रिक्वेस्ट पठायो अहिले भर्खर होइन। हेर भाइ यहाँ सुन, विजय साउद भाइ तँ फ्रेन्ड रिक्वेस्ट पठा, ज्या पठाउँदै पठा, देखि तेरो मेरो लेभलै मिल्दैन भाइ, थाहा पाइ। तँ मुझी 9 क्लास पढाएको मान्छे होइन, तँ 9 क्लास पढाएको मान्छे होइन, अनि हामी चाहिँ 2064 मा हामीले चाहिँ एसएलसी दिएका मान्छे, अनि तेरो मेरो त लेभलै मिल्दैन यार। अनि के मुझी टक्कर लिन खोज्छस् रे? तँ मुझी त्यो महेशजङ छेत्रीको नाम लिपन्न, मेरो भाइको महेश भाइको नाम लिपन्न, उहीको नाम लिपन्न, को बेङ्गलोरको डन अरे, सोध अरे, महेशलाई सोध अरे। ठाउँ त राम्रै रहेछ नाति भन्यो। बाजे दर्शन है, बाजे दर्शन ढोकिदिया, ठाउँ राम्रै हो बाजे, तर हेर्नु न म आज राम्रो काम गरौँला, राम्रो बोलुला भन्ने हिसाबले तपाईँहरूलाई सबैलाई नन्दी हिलको भ्युज देखाउँछु भनेर आएको। अरू सुना दाई, सुरेश थापा कस्तो नन्दी हिल, कस्तो छ नन्दी हिल? अरू सुरेश थापा भाइ मिस यु मेरो भाइ, अनि भानिजीलाई पनि मिस यु छ, अनि जोइन गर भनेको छ, मामा जोइन गर भनेको छ होइन। ठिक छ हुन्छ, अहिले यी हेर्दैन यहाँ गाली गर्दा लाखन कहरी जोइन गरिद्याऊ होइन। सुरेश थापा मेरो भाइ, माया छ मेरो भाइ। अनि उमेश सरकार हतियार चलाउन छोड्या छु तर भुलिया छैन, याद गर, छाडा नबोल है। अल गाइज यस मेरो सरकार ठिक भनेको छ, धेरै राम्रो भनेको छ, किनकि यो हेर न, यो हाम्रो सिनियर मान्छे पनि हेरिराख्नु भएको छ। धर्मराज जोशी भनेका मेरो गाउँका सिनियर मान्छे हुन्, उनी एउटा बुद्धिजीवी मान्छे हुन् होइन। त्यहाँ मान्छेका मुखनिर यो गणेश भण्डारी दाई, दर्शन दाई, गणेश भण्डारी दाई, दर्शन ढोकिदिए दाई, यस्ता बुद्धिजीवी मान्छेहरू, यो खगेन र धामी यस्ता बुद्धिजीवी मान्छेहरू आया छन्, जे पाए त्यही बोल्या छन्। साला लड्ने इच्छा छ त्यत्तिकै नै तिमीहरूको बाउको हिम्मत छ भनेपछि अन द स्पोट 16 भर्सेस 16 ल पढ्या छन्, 9 क्लास पढ्या छन्, साला 0% 9 क्लास पढ्या छन्, ठुल्ठुला कुरा गरेर आया हुन्छन्। अघिदेखि भन्दैछु म, म्यानी टाइम भन्दैछु, म्यानी टाइम आई अलरेडी टोल्ड यु लिभ आउट माई लाइफ। म तिमीहरूलाई मैले चिठी पठाएको छैन, यो कुनै बियोको न्युतो होइन कि आऊ मेरो लाइफमा आऊ भनेर पठाएको छैन। म जसलाई माया गर्छु, अनि मेरा भाइहरू जति पनि छन् होइन, मेरा साथीहरू जति पनि छन् होइन, जति पनि मेरा साथीहरू छन् सबैलाई यो निरज थापाको तर्फबाट माया छ होइन। तर जसले पनि म बेङ्गलोरको डन हुँ होइन, म बेङ्गलोरको डन हुँ, म बेङ्गलोरको बोस हुँ भनेर जो रन्डीको छोरो आउँछ मादरचोद मसित आया, निरज थापासित आया, महेशजङ छेत्री भाइ किन नहोस् होइन, कोही पनि होस् मुजी, महेशजङ छेत्री भाइ किन नहोस्, कोही पनि होस् मुजी। यहाँ मुजी ठुल्ठुलो कुरा गर्यो, महेशजङ छेत्री भाइ मेरो भाइ हो, ऊ भाइ त कहिले आउँदैन मलाई थाहा छ, तर
अरू मुजी यहाँ अत्तरिया धनगढी कता भेट्छ सर ए रे साले अत्तरिया धनगढी कता भेट्छ अत्तरियामा आइजा रे आइजा ल अत्तरियामा आइजा ल तँ अहिले अत्तरिया त मुई पठाइदिन्छु यहीँबाट पठाइदिन्छु ल जा अत्तरिया जा त पठाइदिउँ ठुलो कुरा गर्छस् मुजी चिन्छस् दिनेश बोकटीलाई चिन्छस् बाबु ए विजय साउथ दिनेश बोकटीलाई चिन्छस् दिनेश बोकटीलाई चिन्छस् राकेश सिंह दाईलाई चिन्छस् ठुल्ठुलो कुरा गर्छस् जङ्गेलाई फाल्या याद छ कि छैन गोदावरीको पुलदेखि जङ्गललाई फाल्या याद छ कि छैन ध्यान गर अझ पनि भन्न छु भाइ विजय भाइ तेरो र मेरो कुनै पनि केही पनि छैन न लिनु छ न दिनु छ जस्ट साइलेन्ट किप क्वाइट तू अहिले जा अबै मलाई फोन गर्नु भिडियो कलमा कल गर्नु अनि तर म कुरा गरौँला अगर कुनै पनि डिस्कसन छ तेरो मेरो भनेपछि सामाजिक सञ्जालमा नभएर पर्सनली हिसाबले कुरा गरौँला अहिले चाहिँ त लिभ जा हैन अरू माया प्रेमको कुरा छ भने चाहिँ तेरा दाइ भाइ कति पनि छ ये हेर यहाँमा हेर तेरा कोही पनि तेरा दाइ भाइ आछि सब मेरा दाइ भाइ छन् यानी यस पारस भाइले पनि भनिसक्यो धेरै गाँड भइसक्यो दाइ यिनीहरूको यस भाइ नाइ पारस भाइ म कसैसँग ये हेर तिमीहरूलाई थाहा छ यो उमेश सरकारलाई थाहा छ सबै दुनियाँलाई थाहा छ म कसैसँग घमण्ड गर्दैन म कसैको डन हुँदा पनि होइन तर जो मान्छे डन हो भन्छ उहीको त फादर हुँ फादर इफ यु आर ब्याड आई एम योर ड्याड जस्ट लिसन टु मी गाइज इफ यु आर ब्याड आई एम योर ड्याड यति कुरा बुझिराख्या मुजी यहाँ कोही सेट जन पल्ट्या लास खोलामा भेट्टेला फेरि तिमीहरूको बुवा आमा धर्ना राखन्न रोडमा फेरि भोलिको दिन चक्का जाम गर्नु पर्ला तिमीहरूको बुवा आमा नै चक्का जाम गर्छन् फेरि यति कुरा बुझिराख्या अन द स्पोट हो तिमीहरूले अगर ए भाइ जोलाई पनि भन्छस् गुण्डालाई पनि भन्छ को गुण्डा रे को गुण्डा हामी गुण्डा होइन म पोलिटिकल पार्टीको एउटा नेता पनि हो पोलिटिकल पार्टीको एउटा लिडर पनि हो म अलराउन्डर आई एम एन अलराउन्डर यु नो अलि पढ यार ए भाइ ए के भन्यो विजय साउथ भाइ थोरै तिमी पढौ शिक्षा पढ क्या अब घर जाऊ होइन थोरै पढौ शिक्षा पढ होइन दाइ के दाइ मुजीहरू कम गर्दै खाली जेनजीको बदनाम पारस भाइ हेर यो माथिको भने यो के भने यो रवि कुमार किन आवेशमा हो दाइ भनेको छ माथि हेर्न त्यो विजय भाइ हेर्न खाइ नपाई मेरो लाइफमा घुसिया छ होइन इन्भाइट विथआउट इन्भाइट यहाँ के बिहाको कार्ड दिएको छु र तिमीहरू मेरो लाइफमा घुसिरहेछौ यार राम्रा कुरा गर न माया प्रेमका कुरा गर सन्चो बिसन्चो के छ नेपालतिर हालखबर के छ होइन कतातिर छौ के छ स्पेसल आज सन्डे हो सन्डेको दिन स्पेसल के छ त्यो भन्नुला भनेर म आएको रमाइलो तरिकाले बसुला माया प्रेमका कुरा गरुला मेरो भाइहरूसँग सबैसँग माया प्रेमको कुरा गरुला भन्ने हिसाबले कस्तो मजाले आएको मान्छे होइन आवेगमा ल्यायो बिपी हाई गरायो 200 स्पिडमा चलिरहेछ मेरो दिमाग अहिले म त्यस्तो मान्छे होइन तिमीहरू जसो होइन म सबैलाई आफ्ना भाइ सब मान्ने मान्छे हो म सबैलाई हजुर हजुर भनेर बोल्छु सबैसँग तपाईँ भनेर बोल्छु तिमीहरू जसो होइन म नानै बच्चादेखि नै आफूभन्दा ठुलालाई तपाईँ र आफूभन्दा सानालाई तिमी भन्ने मान्छे हो म तिमीहरूका जसरी तिमीहरूका बुवा आमा जसरी संस्कार तिमीहरूको बुवा आमाले संस्कारै सिकाउन सकेन के गर्छौ बाबु पढ्या लेख्या भए पो अलि तिमीहरूको बुवा आमा पढ्या लेख्या भयो भने अलि संस्कार सिकाउँथ्यो होला होइन तिमीहरूको संस्कारै सिकाउने तिमीहरूको संस्कारै सिकाएन अनि जहाँ पनि आया छन् गाली गरेका छन् जे पनि आया छन् गाली गरेका छन् रोक है एकैछिन सबैको एकैछिन म पढ्छु के भन्छ यार विजय भाइ जोलाई भन्छस् भन अनि गुड्डुलाई पनि भन्छ हु इज गुड्डु हो ये गुड्डु यहाँ ये हु इज गुड्डु हो आई डोन्ट नो हु इज गुड्डु त्यो ओडाध्यक्ष गुड्डुको कुरा गरे आसले मालाखेतीको त्यसलाई गएर सोध जा किरण थापाको भाइ निरज थापा भनेर सोध रे जा रे त्यो ओडाध्यक्षलाई के कुरा गर्छस् रे तँ मात्र चिन्छस् त्यही गुड्डुलाई गएर सोध जा गुड्डु दाइलाई गएर सोध हु इज मी हु इज निरज थापा गएर सोध जा रे
कुरा गर्छस् भाइ गुड्डु सुड्डु सोध जा ठुल्ठुलो कुरा गर्छस् गुड्डु सुड्डु छोड्दे भाइ अरूको नाम लिएर नहिन् मी भर्सेस मी सोलो भर्सेस सोलो मुझे 2-3 जना भाइहरू र 2-3 जना कुकुर ये तुई जैसा त ये यहाँ हेर तुई जता त ये अरे सुताल्या छु यहाँ हेर ये यहाँ हेर हामी कसैको वान म्यान आर्मी हौ भाइ हामी जोइन गर भनेको छ म जोइन गरिदिन्छु एकैछिन रोक्नु है धेरैले मेसेज पठाइसकेको छ नेपालतिर सब ठिक छ दाइ हल्का चिसो छ बस दाइ पारस भाइ ठिक छ राम्रोसँग बस्नु होइन ये हेर्न भाइ दाइले यहाँको नेपाल के बेङ्गलोरमा नेपाल जहाँ सोधा महेशजङ छेत्री दाइको हो कि निरज दाई एन्ड महेश दाईहरू नाइ भाइ एउटा कुरा भनौँ अन्तिम सरकार भाइ यहाँ सुन महेश मेरो भाइ हो मेरो आफ्नै भाइ हो महेश जङ छेत्रीलाई सोद्धा पनि हुन्छ होइन महेश जङ छेत्री भाइलाई सोद्धा पनि हुन्छ होइन महेश मेरो भाइ हो ऊ र म सानैदेखि बच्चादेखि हुर्केका हौँ सानै बच्चादेखि हुर्केका हो होइन महेश भाइको र मेरो राम्रो रिलेसन छ त्यस्तो कुनै पनि गलत रिलेसन छैन ऊ पनि मलाई माया गर्छ म पनि उसलाई माया गर्छु होइन अब यस्तो हो यहाँ सुन ऊ चाहिँ अलि हुलमा हिँड्छ होइन ऊ चाहिँ अलि कति स्यालहरूसँग हिँड्छ होइन म चाहिँ अलि बाघहरूसँग हिँड्छु किन भनेपछि नि तिमी आफै बुझ न यहाँ हेर अब यस्तो जङ्गलमा साँझको कति बज्यो अहिले तिमीलाई थाहा छ एकैछिन म टाइम हेर्छु है त 5:41 भयो अब सायद आधा घन्टा या 10-15 मिनट पछि रात पर्छ तिमीहरूलाई थाहै छ यहाँ हेर पछाडितिर तपाईँहरूलाई म क्यामेरा फोकस गर्छु यहाँको दृश्य देखाउँछु यहाँ कुनै पनि एउटा घर छैन जो 4 या 5 किलोमिटरसम्म कुनै पनि घर छैन यहाँ हेर बुझ्यो तर यहाँ लेपर्डहरू धेरै छ चिताहरू धेरै छ टाइगरहरू पनि छ होइन त्यही पनि भाइ महेशको र मेरो केही छैन महेश मेरो भाइ हो होइन तर यो को यो होइन यसलाई त म चिन्ता पनि चिन्दैन यो कहाँ गुड्डु साईको नाम लिन लाग्छ हे चारे गुड्डुको अब विजय भाइ धेरै केही बोल्नु छैन तिमी मलाई साँझ भिडियो कल गर होइन भाइ तिमीसँग कुरा गरौँला केही छैन तिमी अलि कन्फ्युज भएको छ भनेपछि त्यो कन्फ्युज पनि तिमीहरूको त्यो तिम्रो कन्फ्युज पनि म दूर गरिदिउँला होइन त्यो गुड्डु सुड्डुको नाम लिएर नहिँड होइन गुड्डु दाई मेरो दाई हो होइन गएर सोद्धा पनि हुन्छ होइन हिक्मत भण्डारी गुड्डु दाई होइन राकेश सिंह दाई होइन अनि दिनेश बोकटी होइन अब तिमीले नचिन्या पनि मसँग एक्टिभ छन् यो कुरा बुझ होइन भाइ त्यो अरूको नाम लिएर हिँड्दा पनि केही फाइदा छैन होइन हामी पनि मिल्नुपर्छ कुरा बुझ्यौ तिमी मेरो भाइ हो तिमी भन्दा म ठुलो हो थाहा छ त्यसैले तिमी मेरो भाइ हो तिमीले पनि मलाई दाइ भनेर रिस्पेक्ट गर्नुपर्छ म पनि तिमीलाई भाइ भनेर रिस्पेक्ट गर्छु यो कुरा तिमीले बुझ्नुपर्छ बुझ्यौ अगर तिमीले अगाडि बढ्नु छ भनेपछि भोलिको दिनमा दाइको सपोर्ट जहाँ आऊ त बाणी बङ्क महेन्द्रनगर जहाँ पनि आऊ त खै आऊ न एकचोटि दाइले सपोर्ट नगरेपछि भन अस्ति महेशलाई महेन्द्रनगरमा समाउँदाखेरि को गएको सोध महेश जङ छेत्रीलाई ल तिमीहरूको बाउको छोरा हो भनेपछि होइन जो होइन म यही अझ पनि च्यालेन्ज गर्छु होइन महेश जङ छेत्री भाइलाई अस्ति महेन्द्रनगरमा समाउँदाखेरि बल्छी भाइले समाउँदाखेरि त्यहाँ गएको को हो त यो कुरा भेरिफिकेसन महेश जङ छेत्री मेरो भाइलाई सोधे हुन्छ को गएको थियो त्यहाँ इन्भाइट को गएको थियो किरण जोशी किरण थापा मेरा दाइहरू गएको थिए त्यहाँ गएर महेशलाई त्यहाँदेखि पनि रेस्क्यु गरेर महेशलाई रेस्क्यु गरेर मेरो दाइहरूले रेस्क्यु गरेर पठाओ महेश भाइलाई सोध महेश भाइलाई बोलाऊ यहाँ छिटो छिटो महेश भाइ कहाँ छ महेश भाइ ल महेश भाइलाई एकचोटि बोलाऊ यहाँ नाइ अन्तिम सरकार भाइ मैले भने नि सबै मेरा भाइहरू हौ माया छ म कसैसँग यहाँ सुन अगर तिमीहरूलाई कसैले मेरो भाइहरूलाई कसैले र मैले माया गर्ने मान्छेलाई कसैले हेप्छ भनेपछि कोही पनि मुजी हो किल 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 आई हेभ ओन्ली 2 थिङ इन माई लाइफ जस्ट लिसन टु मी गाइज वान थिङ जस्ट लिसन टु मी है आई हेभ ओन्ली 1 थिङ इन माई लाइफ जस्ट किल 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 द्याट्स इट अब इङ्ग्लिस नबुझ्यो भने हाम्रो त्यो ऊ भाइले चाहिँ इङ्ग्लिस बुझेन होला सायद होइन रोक है एकैछिन रोक है कहाँ गयो हाम्रो विजय भाइ
विजय भाइले चाहिँ विजय साउद भाइले इङ्ग्लिस बुझेन होला है। म तिमीलाई सम्झाउँछु, मेरो जिन्दगीमा सिर्फ एक चिज मात्र छ, मार 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 मार। त्यसलाई मैले इङ्ग्लिसमा ट्रान्जेक्सन गरे हो। आई हेभ ओन्ली वान थिङ इन माई लाइफ, जस्ट किल 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 किल। पढाइ लेखाइ गर, अलि पढ, नत्र पढौ शिक्षा गएर पढ, गएर जाऊ पढौ शिक्षा गएर पढ, पढौ शिक्षा गएर महिलाहरू पढ्छन् नि, पढौ शिक्षा गएर पढ, अनि थोरै ज्ञान हासिल गरेर अनि मात्र लेभलमा आऊ, अनि मात्र लेभल दाँच्न आऊ क्या। त्यसपछि सुहाउँछ पनि कि दाइसँग ल यिनीहरूले कुरा गर्न सक्ने क्षमता छ, यिनीहरूसँग नलेज छ, एजुकेसन छ, एजुकेटेड छ। खालि त्यो हानपिट गर्न खोज्ने, खालि अरूलाई नाना भाइहरूलाई हान्ने, उनीहरूको मोबाइल लुट्ने होइन, उनीहरूलाई विभिन्न किसिमको ह्युमेन टर्चर गर्ने होइन, क्यारिकल्चर लेस, त्यस्ता मान्छे क्यारिकल्चर लेस, क्यारेक्टर लेस मान्छेले त्यस्तो गर्छ। अगर तिमीहरू त्यति नै, ए विजय साउद भाइ ल च्यालेन्ज छ तिमीलाई, अगर त्यति नै तिमी यहाँ बेङ्गलोरको डन हो यस्तो उस्तो भन्छौ नि, सपना छ नि सपना, भालु रन्डी जसले नेपालीको बेइज्जत गरिरहेछ, जाऊ त गएर लड त तिमी। म लड्या मुझे हिजो निरज थापा एक्लैले लडेर, कोही पनि मैले सहायता, कसैको सहायता नमागेर एक्लैले लड्या, उही भालुसँग एक्लैले लड्या हो। मुझे विधान सौदा गया हूँ एक्लै। बुझ विजय भाइ, तिमी मेरो भाइ हो, आज फर्स्ट चोटि तिम्रो र मेरो आज फर्स्ट चोटि यहाँ भया हो। अगर तिमीलाई गाली गर्यो भनेर कसैले तिमीलाई सूचना कसले दियो, त्यो रन्डीको बान को हो, त्यो रन्डीको बान तिमीलाई सूचना दिने, निरज थापाले गाली गर्यो भनेर। अरूलाई झगडा गराउनको लागि, अरूलाई झगडा गराउनको लागि धेरै आउँछन् भाइ। जबसम्म तिमीले आफ्नो आँखाले देख्दैनौ, जबसम्म तिम्रो कानले सुन्दैनौ निरज थापाले बोलेको कुरा, अहिलेसम्म मैले भने मेरो परिवारमा सबै सभ्य संस्कारमा हुर्क्यो। तिमी जाऊ, मेरो हाइवे रोडमा मेरो घर छ, महेन्द्र राजमार्ग 1034 किलोमिटरको राजमार्ग, महेन्द्र राजमार्गको भित्र मेरो घर छ, हाइवे रोडमा। गएर सोधेर, थापा सरकारको घरको हो सोधे पनि हुन्छ। 10 जना यसैमा छन्, मेरा 25-30 जना मेरै गाउँका यसैमा छन् होइन, तिनलाई सोधे पनि हुन्छ थापा सरकारको घर कहाँ भनेपछि। मैले घमण्ड गरेको होइन है, फेरि कोही पनि गलत जन सोचे, मैले घमण्ड गरेको होइन। म दादागिरी गर्ने मान्छे हुँ, म गुन्डा हुँ होइन, म चाहिँ यहाँ पुरै तोडफोड गर्ने मान्छे हुँ, मसँग पुरै मान्छे भ्यान्चो फौज छ, यस्तो छ, मसँग केही छैन। तर मसँग माइन्ड छ, माइन्ड इज एभ्रिथिङ, वाट यु थिङ्क यु विल बिकम। गौतम बुद्धको भनाइलाई आत्मसात गर्दै होइन, माइन्ड इज एभ्रिथिङ, वाट यु थिङ्क यु विल बिकम। फर्स्ट पढाइ गर, पढ, त्यसपछि मात्र यहाँ जवाब दिन आऊ। गाली दिन कसलाई आउँदैन भाइ, सानो अहिले नानो बच्चा, दुध खाने बच्चालाई पनि गाली दिन आउँछ यार। गाली नगर, पढाइ लेखाइको कुरा गर, अरूलाई पनि, अरू भाइ बिनालाई पनि पढाइको बारेमा सिकाऊ, बरु जम्मा गराऊ। ए हेलो, एक्सक्युज मी, हेलो, ए सालो, ए जस्ट गेट अप म्यान, हे 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 जस्ट गेट अप म्यान, जस्ट गेट अप, लेट्स गो कम, जस्ट ब्याक साइड, ए सीधा ब्याक साइड, टेक दिस वान, कम कम। यहाँ सुन, अलि पढाइ लेखाइको कुरा गर, बरु गाउँका भाइ बिनाहरू कोही बिग्रिया छन्, ड्रग्समा बिग्रिया छन् भने उनलाई सम्झाऊ होइन, नखाऊ भन, त्यस्ता किसिमका समाजसेवी काम गर विजय भाइ। त्यस्तै तिमीलाई भन्दैछु, त्यस्ता किसिमका काम गर होइन भाइ। अब मैले अझ फेरि मैले सम्झाएँ भने चाहिँ तिमी आफै अब पिएचडी पढेको जस्तो कुरा गरौला सायद होइन, पिएचडी अब डिग्री पढे जस्तो कुरा गरौला होइन, डिग्री होल्डर मान्छे पनि छन् यहाँ, यो कुरा बुझ होइन। अब म अरू केही भन्दैन विजय भाइ, यहाँ सुन, तिमी र म पछि कुरा गरौँला, त्यही पनि हाम्रो पर्सनल बारेमा कुरा गरौँला, धेरै कुराहरू छन् कुरा गरौँला, त्यो कुरामा तिमी केही पनि माइन्ड नल्याऊ होइन। तिमीलाई मैले गाली गर्नु तिमीलाई गाली गरेर मलाई केही फाइदा छैन भाइ यार, त्यो कुरा बुझ। नवीन रावललाई सोधे पनि हुन्छ, निरज थापाको हो, तिम्रै ठाउँको नवीन रावल छ नि, नवीन रावललाई सोधे पनि हुन्छ निरज थापाको हो भनेर। नवीन रावलको होटलमा बस्थेँ म, टिकापुर चिन्छ नि नवीन रावललाई, अहिले ऊ जेलमा छ, मेरै साथी हो, उसलाई गएर सोधे पनि हुन्छ। ऊ डन भनेका, ऊ हो डन भनेको, ऊ डन भनेका जसले भूपेन्द्र बडवाललाई छिस गरेको थियो, याद छ पारे? ए विजय भाइ याद छ? नवीन रावललाई चिन्छ?